हेलो वेलकम टु न्यू ब्लग। मेरो न्यू ब्लगमा स्वागत छ गाइज। म चाहिँ जान लागेको छु उहाँ गएर तिमीलाई हामी चाहिँ खोलामा आइसकेको छ गाइज। ठुलो भरि ठुलो आएर आयो नि पानी चाहिँ दामी तरिकाले आएर आयो। ऊ माथिदेखि झरेको ऊ त्यहाँ पौडी खेल्छ हो यहाँ खेल्ने साथीभाइ त म खेलिदिन्थेँ। अनि यता तल्लोपट्टि यस्तो तरिकाले झर्छ। यहाँ तल चाहिँ पानी अनि उतातिर चाहिँ तल जान्छ। उता बाख्राहरू गाउँले जीवन यस्तै नि हो नि त ग्यास। बाख्रा चराइने अनि के हो होइन यसरी त्यहाँ चरे जाने दामी तरिका आएर है। पानी चाहिँ दामी तरिकाले आएर है सस्तो लगाएर अनि खोलाबाट हेर्छ सरी बगेर आयो। यता भाइ पनि बसिरहेको छ सब यता म पनि बसिरहेको छ आरामले गाइस। हाम्रो गाउँ कस्तो लाग्यो अब गाउँहरू कस्तो गाउँहरू यता छ त्यहाँदेखि त्यताबाट हामी सरी घुमेर सरी यहाँ खोला हेर्न आएको हामी चाहिँ कति लामो तो है यस्तो धान सान रोपिरहेको छ देखिरहेको त तिमीलाई टक्क हेर खतरा झरेको क्या पानी चाहिँ यस्तो छ। ठाउँहरू यस्तो ट्याक्क लगाएर त्यहाँ होइन गाउँले जीवन यस्तै हुन्छ गाइस। गाउँघरमा त यस्तो चिप्लोकै ठाउँ नि कसम चाहिँ चिप्लो हो क्या बोलिहाल्छु। टक्कमा हामी माथि पुल भएर आयो अब तल्लो पुल भएर घर गइन्छ है। त्यो चाहिँ आउँदैछ अब ओ यता चिप्लेर लरी गयो यार। गाइस लरी गयो नि यार। लरी गयो तरिकाले देख्नु सक्नुहुन्छ। म चाहिँ फेरि यतै पुरै म चाहिँ कतै चाक पानी लागेछ है। ल चाक पानी लागेछ बिजोक तरिकाले हो। त्यो नखोल्दे खै कस्तो भयो अरे गुलियाली र मान्छेको बिजोक। मेरो पो एकदम ठिक ठाउँ बिजोक सहित काम त। हामी माथि यसरी घुमेर यसो यहाँदेखि हामी चाहिँ माथिको पुलबाट घुमेर यहाँ फेरि तल आइपुगिसकेको छ गाइस। हेर्नु त यहाँ फेरि यस्तो यहाँ माथिबाट पानी बगेर यहाँ आइछ अनि यता तलतिर पानी टक्क लगाएर होइन यसो ठ्याक्क यता तलतिर बगेर जान्छ। अब चाहिँ हामी घर जान लागेको छु। म चाहिँ चिप्लेर लडेर नि धुमधाम गाछ यस्तो गुलियाइ यस्तो हाल मान्छे यस्तो हाल भइसक्यो। घर गएर सफाइ गरिन्छ। हाम्रो गाउँघर चाहिँ कस्तो लाग्यो होइन। बताइदिनु अनि हाम्रो भाइको पनि च्यानलमा गएर सब्सक्राइब हान्नु होला है। सागर भ्लग छ च्यानलको नाम चाहिँ गाइस। सक्दो सपोर्ट गर्नु होला मलाई पनि भाइलाई पनि अनि यता भाइलाई पनि अनि मलाई पनि। अनि टक्क यता यस्तो हो ठाउँहरू चाहिँ है। उहाँ भाइले एउटा भाइले चाहिँ हन्टिङ गरिरहेको रहेछ। अनि हाम्रो गाउँघरको यस्तै हो अब जिन्दगी होइन के गर्नु होइन। या यत्तिकै अब होइन गाइस। अब उहाँ गएर म भ्यू देखाउँछु तलतिर धान रोपेको भ्यू चाहिँ देखाउँछु।
म देखाउँछु अनि त्यो पछि चाहिँ अनि त्यहाँ माथिको पुल घुमेर सिरिहाल्छ त्यो पछि चाहिँ अनि टक्क गएर वहीँ भेटौँ है हामी चाहिँ यहाँ माथि आइपुग्छ फाइनल कहाँबाट अनि भ्यू चाहिँ यस्तो है हाम्रो गाउँघरमा आजभोलि यस्तो धानसान रोपाइ गरिरहेछ धानसान रोपाइ होइन रोपाइ भ्याएर सबै यस्तो हरियाली भइसक्यो हरियाली भइसक्यो नेतासँग छ उता भ्यू चाहिँ अनि आजको लागि चाहिँ यति नै गाइड सो होइन तर भिडियो चाहिँ फुल हेर्नु होला उयो नगरी गाउँले जीवन हेर्नु मन छ भने अनि हेरेपछि भिडियो हेरेपछि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब प्लिज सब्सक्राइब प्लिज यता भाइको च्यानलमा पनि गएर सब्सक्राइब हानिदिनु सागर ब्लग छ आजलाई यति नै बाई बाई गाइज अर्को दिन भेटौँला फोटो त्यहाँ त आफूको